हाउ आई स्टार्टेड मोडलिङ एन्ड एक्टिङ फिल्ड यो बारे चाहिँ आज भन्न गइरहेको छु। नमस्ते, मेरो नाम राजन कार्की। कुरा थियो 2068 साल। म चाहिँ आर्मीको लागि ट्रेनिङ गरेर आएको थिएँ। 12मा एउटा विषय लागेको थियो अनि आर्मीको लागि ट्रेनिङ लिइरहेको थिएँ। त्यो बेला 1 वर्ष लगभग ग्याप थियो, मेरो लागि चाहिँ 1 वर्ष ग्याप थियो। अनि त्यही बेला चाहिँ लगभग खाली समय थियो, एफएममा फोन गरिन्थ्यो। एफएममा फोन गरेपछि एफएममा सबैजना हाम्रो एउटा टिमै थियो होइन, एकदम रमाइलो हुन्थ्यो एफएममा फोन गर्ने अनि ट्रेनिङ जाने अनि 12को त्यो ब्याकको क्लियर गर्ने भन्ने टाइपले थियो। अनि त्यो एफएममा फोन गर्दा गर्दा यति फेमस भएछु म चाहिँ होइन। अनि सबैले अनि तिमी त मोडलिङमा ट्राई गर्नुपर्छ यताउता भन्नुभयो। त्यसभन्दा अघि चाहिँ मलाई मोडलिङ एक्टिङको मलाई केही पनि मतलबै थिएन कि, मलाई थाहै थिएन। त्योभन्दा अगाडि चाहिँ मलाई एक्टिङ गर्नुपर्छ है, मोडलिङ गर्नुपर्छ है भन्ने चाहिँ त्यो थिएन। अनि त्यसपछि बल्ल पोखरामा एउटा फिल्मको अडिसन भइरहेको रहेछ। अनि अडिसनको लागि चाहिँ म चाहिँ गएपछि फिल्मको नाम हो, फिल्म हो। पछि मेरो फिल्मको जर्नीमा चाहिँ त्यो फिल्मको नामहरू पनि खुलाउँछु म चाहिँ होइन। अनि त्यसपछि अडिसन दिँदा चाहिँ म सिलेक्ट भइनँ। किन भन्दाखेरि तपाईँले एक्टिङ देखाउनु पर्ने रहेछ। त्यतिखेर म शाहरुख खानको फ्यान गर्दैछु होइन। त्यसपछि म सिलेक्ट भइनँ। अनि सिलेक्ट नभएपछि अनि मलाई फेरि बोलाउनु भयो, डिरेक्टर साहबले बोलाउनु भयो। फेरि बोलाउनु भयो भने म आफैले फलो गरेँ। अनि फलो गरेपछि अनि उहाँले पनि ल तिमी गर नि त भन्ने तरिकाले गर्नुभयो। अनि मैले त मेनै रोल होला भनेको होइन, जुनियर आर्टिस्ट थियो तर पनि ठिकै थियो। फर्स्ट एक्सपिरियन्स राम्रो थियो मेरो। त्यसरी चाहिँ हुन गयो मेरो चाहिँ होइन। अनि त्यो भएपछि अर्को फिल्म गर्दा गर्दै मेरो जर्नी अगाडि बढ्यो। मेरो सुरुवात चाहिँ त्यसरी नै भएको हो। लगभग म सानोमा चाहिँ इन्ट्रोभर्ट टाइपकै हो। स्कुलमा पनि मलाई नाटकहरू भयो अथवा केही भयो भने मलाई नबोलाइदिए हुन्थ्यो, म जानु नपरे हुन्थ्यो टाइपको बच्चा म चाहिँ होइन। अनि पछि चाहिँ अचानक मेरो त्यो फिल्ड चेन्ज भएपछि पछि आर्मीहरू पनि छोडियो, सबै छोडियो होइन। यति रमाइलो भयो होइन। अनि यो फिल्डको राम्रो पक्ष के भन्दाखेरि तपाईँले अन्त पैसा कमाउनु जे कमाउनु होइन, तर यो फिल्डमा चाहिँ एकदम रमाइलो हो क्या। पैसा पनि हुने, नाम पनि हुने, सबै कुराहरू हुने आफूलाई चाहेको समयमा होइन। अहिले लगभग यो सुट गर्दा चाहिँ म लगभग 7:30 बजी सुट गरिरहेको छु। मेरो दिउँसोको अफिसको कामहरू भ्याएर चाहिँ यो सुट गरिरहेको छु होइन। यसको मतलब यसको चाहिँ कुनै उस हुँदैन क्या। यो चाहिँ एकदम रमाइलो टाइपको, आफूलाई मन लागेको बेला गर्न मिल्ने टाइपको हो होइन। त्यो मिडिया फिल्ड चाहिँ मलाई एकदम पछि मन पर्दै गयो। मलाई चाहिँ मन पर्दै गएपछि अहिले लगभग 10-12 वर्ष 12-13 वर्षै बितायो फिल्डमा होइन। रमाइलो। अनि त्यही भएर मैले जानेको कुराहरू हजुरको सामु सेयर गर्दैछु होइन। यो कुराहरू चाहिँ हजुरहरूले ट्याक्क ध्यान दिएर सुन्नुभयो भने मेरो मिस्टेक्सहरू, मैले गरेका गल्तीहरू प्लस मैले राम्रो चिजहरू गरेका त्यो कुराहरू सबै लिन सक्नुहुन्छ तपाईँले। त्यही भएर युट्युब च्यानल खोलेको मैले चाहिँ होइन। त्यो भएको हुनाले मेरो जर्नी त्यसरी नै सुरु भएको। खासै मैले त्यस्तो सानैबाट म कलाकार बन्छु भन्ने थिएन मेरो। अनि अहिले पनि इभन मलाई के लाग्छ भन्दा मैले झ्याप्झु गरेँ। मैले 3-4 वर्षमा सबै आफ्नो इच्छाहरू सबै पुरा गरेँ। एज अ फिल्म पनि गरेँ, एडहरू पनि गरेँ, म्युजिक भिडियोहरू पनि गरेँ, जुनियर आर्टिस्ट पनि सबै गरेँ। एज अ नाटकमा पनि प्रड्युसर गरेँ होइन, इभेन्टहरू गरेँ, सबै कुरा भ्याएँ मैले यो समयमा चाहिँ होइन। त्यो भएको हुनाले मेरो चाहिँ त्यस्तो थिएन। म चाहिँ लक भइ नै आएको हो यो क्षेत्रमा होइन। त्यही भएर मलाई त्यस्तो रिग्रेट छैन। एकदम रमाइलो भइरहेछ यो फिल्डमा होइन। त्यही नै हो। तपाईँहरू पनि यो क्षेत्रमा लाग्न चाहनुहुन्छ भने यो च्यानलमा जोडिँदै गर्नु होला। म सबै कुराहरू भन्छु। तपाईँले मोडलिङ सम्बन्धी, एक्टिङ सम्बन्धी जुन पनि चिज रिलेटेड सम्बन्धी चाहिँ यहाँ यो च्यानलमा पाउनुहुन्छ होइन। थ्याङ्क यू।